स्वागत छ हजुरलाई धेरै पछि म युट्युबमा नयाँ भिडियो लिएर आइसकेको छु 5 महिना भइसकेको थियो मैले युट्युबमा भिडियो नहालेको के गर्नु यस्तै छ परदेशी जिन्दगी भिडियो बनाउँछु भनेको बनाउने टाइमै हुन्न म चाहिँ अहिले काममा छु यता साथी कपडा चेन्ज गर्दैछ अहिले हल्का हैन साथी कपडा चेन्ज गर्दैछन् अब कामबाट टक्क लाएर अब हामी ग्रोसरी जान्छौँ यहाँबाट फुट्यो हामी अब यहाँबाट ग्रोसरी जान्छौँ ग्रोसरी गएपछि हामी आज हाम्रो चाहिँ के हुँदैछ उज्जवल साथी मिजु भाइटिका स्पेशल हाम्रो चाहिँ आज भाइटिका स्पेशल घरमा साथीभाइहरूको गेट टुगेदर पार्टी हुँदैछ सो त्यसैले अब हामी कामबाट सिधै त्यहाँ गइन्छ अनि त्यहाँ सुरुमा ग्रोसरी गर्न गइन्छ अनि अलिअलि सामान लिएर हामी जान्छौँ घर अनि हाम्रो सुरु हुन्छ तिहार स्पेशल पार्टी अब के हुन्छ त्यसमा हेर्नको लागि अन्तिमसँग हेर्नु होला सुरु अब हामी यहाँदेखि सामान किन्न फ्रेसको भन्ने ठाउँमा जान्थ्यौँ हेर्दै गर्नु होला फाइनली गाइज लामो समयको प्रतीक्षापछि हामी स्ट्रिट कार्डदेखि झरियो अब हाम्रो त्यहाँ छ फ्रेसको भन्ने त्यही छ 5 महिनापछि फ्रेसको आउँदैछु अनौठो लाग्छ अब भित्रको सामान आज के चाहिन्छ सबै किनिन्छ त्यसपछि हजुरहरूलाई म देखाउँछु के किने भनेर अनि भित्र यसो खिचेँ भने प्राइजहरू पनि देखाउँछ लगायत हेर्दै गर्नु हाम्रो सपिङ हाम्रो ग्रोसरी सपिङ सुरु हुने बित्तिकै सुरुमा यसरी लेजबाट सुरु भयो अब सामानहरू हाल्छौँ हामीले हेर्दै गर्नु होला सामान किनेर हामी अब डक्क निस्क्यौँ अब हामीले सामान लोड हानिन्छ त्यसपछि हामी जान्छौँ घर सिधै धेरै काम बाँकी छ सरी फाइनल्ली घर आयो अब सामान किनेर अब हाम्रो तिहारको प्रोग्राम सुरु हुन्छ हाम्रो उज्जवल साथी अब यहाँ बसिरहन् मेरो बेडमा यता हाम्रो रितेश साथी छन् अब नास्ता सास्ता खानु पर्यो भोक लाग्छ कस्तो यहाँ चाहिँ हाम्रो अर्को साथी छन् ईशान साथी अनि यहाँ गेम खेलिरहन् अब नास्ता पलाएर नास्ता हो त्यस्तै हाम्रो साँझ सुरु हुन्छ तिहारको पार्टी र अहिले हामी म नुहाइदिए गर्नु छ दारी सारी काट्नु छ अब तिहारमा चट्ट हुनु पऱ्यो वर्ष दिनको तिहारमा नुहाउनुपर्छ त्यही हो गाइस हेर्दै गर्नु होला ल गाइस बिचमा म चाहिँ हल्का गायब भएँ म नास्ता खायो सबै मिलेर नुहाइदिए गरेँ म फ्रेस भएँ अब केटाहरू मासु लिन गएका छन् अब अलिअलि अब बनाउन तयारी गर्नुपर्छ आज हाम्रो चाहिँ मेन्युमा चाहिँ खसीको मासु पुलाउ अचार अब चटपट त हुन्छ उज्जवल मेरो मिजु यहाँ सुतिरहेछन् अनि बाहिर को गएको छ म देखाउँछु बाहिर एकजना को छ बाहिर केटाहरू त अहिले बाहिर छन् यहाँ 2 जना साथीहरू छन् हाम्रो यहाँ चाहिँ गाना गाउँदैछन् सुजन हेलो भन्दै न चाहिँ पङ साथी कोठा हल्का मेस छ केटाहरू कोठा यस्तै हो के गर्ने अब चाहिँ केटाहरू आउँछ अनि त्यो सुरु गर्नुपर्छ बनाउन किचन हाम्रो अब बनाउन सुरु गर्नुपर्छ त्यही गाडी चाहिँ हेर्दै गर्नु होला लास्टसम्म आवास पनि आयो हाम्रो आवास साथी के लिएर आयो आवास हाम्रो चट्ट बनाउनु लागि चाउचाउ अनि मरमसलाहरू सही हो ए प्राउन चाहिँ खानुपर्छ ल त्यही हो केटाहरूको इन्तजारमा छ मासु लिन गएको केटाहरू हराए कहाँ भाग्यो अब मासु लिएर आएपछि चाहिँ हाम्रो सुरुवात हुन्छ केटाहरूको मेलमिलाप भइरह्यो यहाँ त्यही अब के अरे मासु सासु केटाहरू ल्यायो भने चाहिँ झ्यामझुम बनाउन 2-3 जना लाएर बनाइहाल्नुपर्छ हाम्रो आजको खसीको मासु पकाउने सेफ चाहिँ उहाँ हो सेफ खसीको मासु मिठो जान्छ एकदम बब्बाल सही हो ल त्यही हो अब तिहार आज राम्रोसँग मनाउनु पर्छ प्याज काट्ने कार्यक्रम भइरहेको छ र यता साथीहरूले म्याजिक मसला खाइरहेछन् अब चाहिँ यसो मेरो स्किल देखाइदिउ न यस्तो टक्क के देखा आवाज यस्तो नभन न मेरो मिजुलाई यार मेरो मिजुलाई कसैले हाम्रो प्रोसेस भइरहेछ यहाँ काम गर्ने म मात्र अरू सबै यहाँ हाँस्दै हल्ला गर्ने बस्ने अर्को यहाँ डाँगालाई हेरौँ
यस्तै छ के हो नि हाम्रो सुजन साथी हाँस्दा के हो सुजन उज्जवल हैन महात्मा गान्धी हैन तर यो मुन्द्राले पङ्क देखिन्छन् के तर थाहा छ पङ्क के हुन्छ नि पङ्क के भनिरहन्छ त पङ्क इन्टर नआएर न सुजनले के भनिरहन्छ सुन न हैन के उज्जवल तर मान्छेहरु त्यो हुन्छ नि त्यो शेडी टाइपको हुन्छ नि त्यो भयो आशा लाग्न छोड यो चाहिँ कामबाट चोरेर ल्याएको माल कसैले नभन है चोर्यो भने नि निकालेर ल्याएको मागेर ल्याएको त्यस्तो चोरेर त होइन यहाँ चाहिँ मालहरू छ यहाँ चाहिँ मसलामा हाल्ने त्यो मिक्स छ क्या मिल्दैन यतिकै हाल्यो नि हुन्छ अस्ति नै मैले यस्तो गरेँ हौ यहाँ झन् अर्को झन् मेन माल छ पुरै डब्बै बोकेर आउने क्या तर युज खासै हुने महिनामा 2टा पत्ता 3टा पत्ता युज हुन्छ होला यो चाहिँ ब्ल्याक पेपर हो क्या गाँजा हो क्या त्यस्तो नभन न केलाम न पहिला गेडावाला हो त्यो यसको गेडा थान्नु पर्छ ल त्यस्तो यो भिडियोमा देखाउने होइन ठिक छ उज्जवलले चटपटको रेसिपी हेर्दै चटपटे बनाऊ भन्नु मजा हो उज्जवल तिमीले अस्ति नै चटपटे मिठो बनाएको भन्थ्यो नि त्यो लिएर त्यस्तै बनाऊ न ल भयो आवाज यो रेसिपी चाहिँ खसीको मासुको मसलाको रेसिपी हो अब यहाँ पानी हाल्दा अनि सर्र घुन्नुपर्छ मिजु म धुन्छु ढुक्क बस न चटपट थर्काउँछ यार मिजुले के हो यार मिठो चटपटे बनाऊ ल मिजु भाइ फेरि जे कुरा पनि सिकाउने यार पाउँ फेरि आफूले नगर्ने जे कुरा पनि मसला बनाउँदा यस्तो भएन उस्तो भएन जसरी नि घोल्ने हो के जसरी नि घोल्ने हो देखियो म सिकाउने सेफ हो कि भाइ 1 मिनटमा 10वटा मोमो बनाउने मान्छे हो त्यस्तो सिकाउ न मैले आज के अरे किमा र मोमोको ऱ्याप लिएर पनि भनेको बनाउनु पर्छ नलैजा पनि भयो तिमी सिटी हान्दा बाहिर सिटी हाल्नु न केटी नै हुन्छ सिटी हान्दै पर्छ कुकर भएन यो त राइस कुकर हो कुकर बनाउने प्याजी के यो हाल पुगिहाल्दैन प्याज लास्टै महँगो छ हो मलाई भात त नखाने भुजा खाने रे गाना लाउने मिठो एउटा तिहारको गाना मिठो लाउ सुनाऊ न सुजन नाच्छन् मिठो सुजन मिठो पाराउ नाचिदिन्छन् स्किल त यहाँ आयो कि बल्ल मेरो जुत्ता बिहान म काममा त खस्या हो कि मिलाउने टाइम हेरेँ मसँग फेरि मेरो हल्लिँदै आऊ तिमी त यार हल्लिँदै आऊ त यार पङ कति हो 12 फ्युरी 16 ल हारे ल भाइ ल हाम्रो चाहिँ अब यहाँ खसीको मासु पाक्दैछ हाम्रो पङद्वारा खसीको मासु पाक्दैछ सपोर्टर बबाल फ्युरीको गाना चाहिँ बबाल मन पर्यो फ्युरीको गाना
दामी दामी अर्को हेर न पकाउने हेर्न उसले पकाउँछ नि छोड्दैन जान्ने भएको जान्ने भएको ठिक छ मैले चाहिँ यहाँ पुलाउ बनाउनु लाग्यो पुलाउ सक्की साथी चाहिँ फाइनल्ली आइसकेको छ हाम्रो साथी डुलाएर मर्न लाग्यो के भयो तिम्रो लाग्यो मेरे दिल पे हारू ये कुछ लागे तू मेरा कोई ना हो के भी कुछ लागे मैं कैसे किया रे कुन खोया खोया चाहता जो था कफा कफा गिरता ख्वाब था जो तुझसे था जुड़ा एक आधी आधी आस थी जो पूरी हो गई तुम मिल गए तो जाने क्यों ये दूरी हो गई पिया लागे ना जिया अब जो होता है निगाहों में देखो मेरी चाहे बस गया ओ है मिलना तुमसे हूबहू जाने Love you guys. You still by my head, let go your honor. Now तिम्रो थाह छैन तर मलाई परवाह छैन भोलि केही रहेछौ है आँखाले के पनि रहेछौ है बरु नदी भएर पनि लाग्छ सोचेर तिमी जाने सिलगढी म जाने सिक्किमतिर
पाइने ल गाइस हामीले चाहिँ खानासाना बनाएर रेडी भयो खाना बनाए चाहिँ यस्तै सफा गर हाम्रो उज्जवल मेरो मिज्जु जस्तो हुनुपर्छ कि यस्तो हेर न साथी भयो कि नगर कि छोडिदेऊ नगर कि भयो छोडिदियो कि हेर म गर्छु छोडिदेऊ हेर नि खान नपाएको हेर न यो खान नपाएको खोजिरहेको गाइस सुन न मैले खसी बनाएको थिएँ यहाँ खसी नै छैन खै खसी ल ठिक छ यो चाहिँ अब सब चट्ट भयो हाम्रो खानेकुरा त जहाँ लुगा खाम हामीले त अब त्यही अब यसो अब एक दुईवटा साथीहरू आउँछ अनि त्यसपछि हामीले खाना खाने ओए त्यो सुत्ने बिस्तारामा किन राखेको मिलाएर खायो हामीले त्यही हाम्रो चाहिँ टक्क खानासाना सब रेडी भयो अझै एक लट पुलाउ अझै बन्दैछ केटाहरूले त रमाइलो गरिरह गाना गाइरह मस्त रमाइलो गरिरह अब चाहिँ यहाँ सरसफाइ गरेर हामीले अब यसो एकछिनपछि केटाहरू एक दुईवटा आएपछि त्यसपछि हामीले खाना खानु त्यसपछि हाम्रो तास कार्यक्रम सुरु हुन्छ विदेशमा यस्तो गाह्रो पैसा नभएपछि खुर्सानीको पैसा बनाएर यो चाहिँ कसको त खुर्सानीको पैसा बनाएर खेल्नु परेछ सुजनलाई ए भालु कसको त यो अब हाम्रो चाहिँ टक्क लाएर खानेकुराहरू सर्भ गर्ने बेला हुन लाग्छ यहाँ पुलाउ छ अचार पुरा हुन्छ सक्यो केटाहरूले अब यता केटाहरू रेडी छन् खानालाई अर्को साथी आइसक्यो ल अब चाहिँ खाना सर्भ गर्नु के मारे न्यु इयर दसैँ हो सबैले खाएर भ्याइसके अब भान्सेले बल्ल खाना सुरु गर्दैछु के गर्ने यस्तै हो के गर्ने उज्जवल कस्तो छ तास खेलौँ न आवाज कस्तो छ सुजन कस्तो छ पङ्क कस्तो छ पङ्क रितेश कस्तो छ ओ रितेश इग्नोर हानेको हेर न रितेश खाना व्यस्त छ भाइ अनुज कस्तो अनुज दामी फ्युरी कस्तो मिल्की कस्तो दामी पिरो यो मान्छेले बनाएको बिचरा यसलाई त के सोध्ने यार अन्डाहरू खाइरहनु बिचरा भेज मान्छे मिठो इसान कस्तो भयो म खाएर भन्छु ल सम्मको अपडेट यता सबसे देखाउ त चक्की पुरै उहीँ तलसम्म तिमी देखा खोइ तिम्रो हेर्दै रिजेसको धेरै आइछ कि उसले हेर न त्यो उलुमा डब्बामा लुगा उसको धेरै आयो हेर त हेलो गाइस हिजो चाहिँ बिहान भइसक्यो दिउँसो भइसक्यो हिजो चाहिँ भिडियोको इन्डिङ गर्न पाइएन राति तास खेल्यो त्यसपछि सुत्यो इन्डिङ गर्न पाइएन आज चाहिँ म उठेँ एक दुई बन्द लगाइसक्यो गेम चलिरहेको यहाँ बार्सा र ओलम्पियाकोसको च्याम्पियन लिगको गेम चलिरहेको छ अब यो हेर्छु त्यसपछि भिडियो एडिटिङ चलिरह्यो अनि भिडियो एडिट गरेर अब भोलि हाल्नुपर्छ गाइस थ्याङ्क यू सो मच फर वाचिङ जतिजनाले नि यहाँ लास्टसम्म हेर्नुभयो धन्यवाद लाइक गर्नुहोस् फलो गर्नुहोस् सब्सक्राइब गर्नुहोस् च्यानललाई अनि सबै साथीहरूको बिचमा सेयर गर्नुहोस् थ्याङ्क यू सो मच गाइस फेरि पनि आउने छु नयाँ भिडियो लिएर बाई बाई